आदरणीय दक्षिणबिन नमस्कार। आज दिनभरिको मुख्य समाचारमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। आज मिति 2083 साल वैशाख 7 गते अप्रिल 20, 2026। सुरु गरौँ आजको मुख्य समाचारहरूबाट। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्रीले चीनबारे के बोलेका थिए? आज पनि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा अर्थमन्त्री। तोलामा 1300 रुपैयाँले घट्यो सुन। मलेसियाको साबामा भीषण आग लागि 1000 घर जलेर नष्ट, 9000 भन्दा बढी बासिन्दा प्रभावित। 100 रुपैयाँ माथिका सामानमा अनिवार्य भन्सार महसुल पुनरावलोकन गर्नुपर्ने सांसदहरूको माग। नेपाल र युएई बीच टी20 खेल्दै पन्जाबसँग लखनऊ पराजित। अब समाचार विस्तारमा। अमेरिकी सहायक विदेश मन्त्री एस पवल कुमार नेपाल भ्रमणमा रहेका छन्। कपूरले नेपाल र बङ्गलादेश जस्ता देशहरू बीचको ऋण जालको कूटनीतिबाट जोगिनु पर्ने धारणा व्यक्त गरेका छन्। उनले दक्षिण एसियामा कुनै पनि एकल शक्तिको प्रभुत्व रोक्न अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन्। आज पनि देशभरका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। सरकारले आज पनि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज 2 दिन बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि पनि खुवाइरहेको हो। स्वास्थ्य सेवा विभागको अनुसार यो अभियानमा 6 महिनादेखि 59 महिनाका करिब 22 लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने छ। कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा अर्थ मन्त्रालय। निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ। अर्थ मन्त्री डाक्टर स्वर्णिम बागलेले मन्त्री स्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढाएको हो। वैशाख 4 गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रतिक्रिया लागि महालेखा नियन्त्रण कार्यालय मलेनिकालाई पत्राचार गरिसकेको छ। चलानी 4736 रहेको पत्रअनुसार राष्ट्रिय सेवाको तलब अर्धमासिक गर्नका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ। राष्ट्रिय सेवा कर्मचारीको तलब भत्ता सुविधा वितरणको कार्य महिना भुक्तानी भएपछि मासिक रूपमा गर्दै आएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्न सुरु गरिँदैछ। अर्थ मन्त्रालयका महासचिव डा सुमन दाहालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ। तोलामा 1300 रुपैयाँले घट्यो सुन। सोमबार सुन-चाँदीको भाउ घटेको छ। सुनको भाउ प्रति तोला 1300 रुपैयाँ र चाँदीको 35 रुपैयाँ घटेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। यस दिनको लागि महासङ्घले सुनको भाउ प्रति तोला 2,49,700 रुपैयाँ तोकेको छ। अघिल्लो दिन 3,01,000 रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुनको भाउ प्रति तोला 2,96,700 रुपैयाँ थियो। त्यस्तै आज चाँदीको भाउ प्रति तोला 35 रुपैयाँ घटेसँगै 5,190 रुपैयाँ कायम भएको छ। अघिल्लो दिन 5,225 रुपैयाँ थियो। गत सोमबार चाँदी 4,900 रुपैयाँमा कारोबार भएको थियो। अब इन्टरनेसनल न्युज। मलेसियाको साबामा भीषण आग लागि 1000 घर जलेर नष्ट, 9000 भन्दा बढी बासिन्दा प्रभावित। मलेसियाको उत्तर बोर्नियो राज्य साबाको एक तटीय गाउँमा आइतबार बिहान भएको आग लागिमा झन्डै 9000 घर जलेर नष्ट भएका छन्। यस घटनाबाट 9000 भन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियन अधिकारीहरूले जानकारी दिएका छन्। 100 रुपैयाँ माथिका सामानमा अनिवार्य भन्सार महसुल पुनरावलोकन गर्नुपर्ने सांसदहरूको माग। नेपाल भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले 100 रुपैयाँ भन्दा बढी मूल्यमा सामानहरू पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछि सीमावर्ती क्षेत्रमा सर्वसाधारण मारमा परेका छन्।
भन्सार विभागले राजस्व चुहावट नियन्त्रण र आन्तरिक बजार प्रवर्धन गर्ने उद्देश्यले भन्सार ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। यस अन्तर्गत अब भारतबाट नेपाल प्रवेश गर्ने जो कोहीले 100 रुपियाँभन्दा बढी मूल्यको कुनै पनि सामान ल्याउँदा भन्सार घोषणा गरी शुल्क तिर्नुपर्ने हुन्छ। यो नियमले दैनिक आवश्यकताका सामान घरायसी सामग्री खरिद गर्ने सर्वसाधारणलाई समेत भन्सार कार्यालयको जटिल प्रक्रियामा धकेलिदिएको छ। अब खेलकुद समाचार। नेपाल र युएई T20I खेल्दै नेपाल कीर्तिपुर स्थित त्यो मैदानमा बेलुका 5 बजे सुरु हुने नेपालले फ्लाइलाइटिङमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै 2 वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि ऐतिहासिक क्षण हुनेछ। नेपालले दोस्रो T20 मङ्गलबार खेल्नेछ। नेपाली टोलीको कप्तान दिपेन्द्र सिंह एरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल आजको खेलमा उपलब्ध हुने छैनन्। तसर्थ दिपेन्द्रलाई जितसँगै सिरिजको सुरुवात गर्न चुनौती छ। रोहितलाई स्क्वाडमा नि राखिएको छैन। अब आइपिएल। गए राति भएको पन्जाब भर्सेस लखनऊको म्याचमा पन्जाब किङ्सले लखनऊलाई पराजित गरेको छ। पन्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई 54 रनले पराजित गर्दै इन्डियन प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। फेरि हाजिर हुनेछौँ, तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद।